म तिमीलाई योग्य कुटुम्ब खोजिदिन्छु, अर्कैसँग विवाह गर है त भन्दा हुन्छ भनिछन्। अनि लिएर जानुभयो भगवानले, वैकुण्ठमा जानुभयो। त्यो वैकुण्ठको गेटमा नजिक एउटा पिपलको वृक्ष रहेछ। शनिबारको दिन थियो। त्यो पिपलका वृक्षमा त्यो दुर्भागालाई लगेर राख्नुभयो। अनि औदालक ऋषि भगवानको दर्शन गर्न जानुभयो। भगवान, हजुरले मलाई कस्तो यो दुर्भागा भित्राइदिनु भयो नि, मेरो त सबै न्यास ध्यान धर्म सबै एकै साथ बनाइदिए प्रभु भनेर बिन्ती गर्न थाल्नुभयो। अनि भनिन्छ नि, गृहस्थीहरूले घरमा बिहान बेलुका शङ्ख घण्टको ध्वनि बजाउनु हुँदैन, किनभने भूत प्रेतहरूको आगमन हुँदैन जहाँ शङ्ख घण्ट ध्वनिको आवाज हुन्छ भने। अनि त्यो दुर्भागा भनेको भूत प्रेत हो। त्यसको अगाडि त्यो शङ्खको ध्वनि सहन गर्न नसकेर त्यहाँबाट छोडेरै हिँडिन्छन्। अनि त्यसले गर्दा प्रभु, हजुरले मलाई कस्तो यो दुर्भागा भित्राइदिनु भयो भन्दा हेर, अब मैले त लक्ष्मीको हातबाट पानी ग्रहण गर्नुपर्ने थियो र पो भित्राइदिएको थिएँ त। अब म त्यसलाई जिम्मा लिन्छु, कहाँ छिन् भन्दा ऊ त्यो बाहिर पिपलका वृक्षमा भनेर देखाउनु भयो औदालक ऋषिले। शनिबारको दिन थियो। भगवान त्यो दुर्भागासँग भेट गर्न त्यो पिपलका वृक्षमा आएको हुनाले त्यो दिन जसले पिपलमा लगेर पानी चढाउँछ त्यो भगवानका मुखमा पर्छ। शनिबारको दिन पिपलका वृक्षमा लगेर जल चढाउनाले अनिष्ट ग्रहहरू छन्, बिग्रेका 7.5 शनिश्चर ग्रह छन् भने शान्त भएर जान्छन्। अरू बेला पिपललाई छुन हुँदैन। त्यो पनि बिहान ब्रह्म मुहुर्तमा गएर कसैले नबोलाइकन नथाहा पाइकन त्यो पिपलमा गएर जल चढाउनाले भगवानको विष्णुको मुखमा त्यो दिनको पानी पर्छ। अरू बेला पिपललाई नछुनु, घाम झुल्किएपछि भनिन्छ, किनभने त्यो दिन दुर्भागा मात्रै बसेकी हुन्छन्, अरू बेला चाहिँ। अनि फेरि भन्नुहोला, हामीले यज्ञ अनुष्ठान गर्दछौँ, पिपलको पत्ता नभई हुँदैन, कलशमा राख्न भन्नुहोला। एक दिन टिपेको पिपलको पत्ता 1 हप्तासम्म बासी हुँदैन, अशुद्ध हुँदैन। हामीले जुनसुकै दिन कार्यक्रम गर्नु छ भने शनिबारका दिन बिहानै गएर पिपलको पत्ता टिप्नुपर्छ। अरू दिन भरिसके पिपलको वृक्षलाई छुन पनि हुँदैन। अनि आज त्यो दुर्भागालाई भगवानले जिम्मा लिनुभयो। औदालक ऋषि भगवानको तपस्या गर्न जानुभयो र उहाँले अभय मुक्ति प्राप्त गर्नुभयो। र यसरी गर्दै गर्दै जाँदाखेरि यतापट्टि आएर अब त्यो समुद्र मन्थनको जुन कार्य हुँदै थियो त्यहाँबाट धन्वन्तरी भगवानले एउटा अमृतको कलश लिएर प्रकट हुनुभयो। अमृत उत्पत्ति भएपछि देवता र दानवहरूमा एक आपसमा बडो लडाईँ हुन थाल्यो, झगडा हुन थाल्यो। यो अमृत कसले खाने, हामीले पनि परिश्रम गरेका छौँ, हामी पनि खाने हो भनेर देवताहरू